नमस्कार साथीहरू, आज म एउटा तपाईलाई कथा सुनाउँछु, त्यो पनि ढ्याब ड्यामको। साथीहरू, म बिहानै हिँड्यौँ ढ्याब ड्यामको लागि भनेर। बाटोमा हिँड्दाखेरि सुन्तला र हामीले बदम किन्यौँ त्यहाँ गएर खानको लागि भनेर। बाटोमा हिँड्दा हिँड्दै हाम्रो गाडीमा पनि समस्या आयो, पम्प अलिक कम रहेछ। त्यसमा हामीले हावा हाल्यौँ, त्यसपछि हाम्रो यात्रालाई फेरि अगाडि बढायौँ। हामीले टिकटक र सोसियल मिडियामा देखेको थियौँ अलिक कम समय लाग्छ भने, तर जाँदाखेरि लाग्यो हामीलाई निकै समय लाग्ने रहेछ। हामी बाटो यस्तो सुन्दर थियो कि देख्दै मनमोहक। यी घुमाउरा रोडहरू, बिचमा आउने यी हिम श्रृङ्खलाहरूले झनै मनमोहक हाम्रो कठिन यात्रालाई पनि सहज बनाइदियो। हुँदैछ हाम्रो यात्रा त्यस्तो छ है, बाटो यस्तो छ लिटरली। बाटो पुरै अफ रोड थियो, उबाड खावाड, कुदाउन पनि धेरै अप्ठ्यारो। तर एउटा थोक चाहिँ विशेष थियो, प्रकृतिको सुन्दरता अनि शान्ति। लाग्छ कुनै बेग्लै ठाउँमा पुगे जस्तो अनुभव भयो हामीलाई। हामी अलिक निकै हाइटमा पनि थियौँ। चिसो हावाको स्पर्श अनि जङ्गलको शीतल केही छिनको रसका चाहिँ हामी फाइनली आफ्नो डेस्टिनेसन पुग्यौँ, ढ्याब ड्याम। लाग्थ्यो निकै सुन्दर, प्रकृतिको अनुपम केन्द्र जस्तो भएर बसिरहेको। निकै टाढा एक्लै ठाउँमा भए जस्तो। हामी साथी र मैले त्यसको पानीलाई स्पर्श गऱ्यौँ, चिसो पानी देख्दै आनन्द हो। हामीले केही छिन त्यही ताल वरिपरि टहल्यौँ अनि हामीले ल्याएका खानेकुराहरू साथी र म बसी गफगाफ गर्दै खायौँ। अनि त्यहाँ बस्दाखेरि हामीले केही दृश्यहरू पनि खिचेका थियौँ, त्यो पनि हामीले यहाँनिर प्रस्तुत गरेका छौँ। केही शेरको बसाइपछि अबेला भइसकेको थियो अनि हामी घर फर्किने तयारी गऱ्यौँ। घर फर्किँदाखेरि हामीले बाटो अप्ठ्यारो भए पनि देखिने हिम श्रृङ्खलाले हाम्रो मनै आफ्नो ऊर्जा थपिदिएको थियो। बाटो अप्ठ्यारो भए पनि दृश्य राम्रोले गर्दाखेरि हामीलाई अझै मजबुत बनाएको थियो। बाटो अप्ठ्यारो थियो, तर मेरो साथीले मलाई सहजै घरसम्म ल्याउने मद्दत गरिदियो। त्यसको लागि म विशेष धन्यवाद पनि दिन चाहन्छु। हामी घर फर्किँदाखेरि सूर्य अस्ताउँदै थियो, आफ्नो क्षितिज छुपाउँदै थियो आफूले आफ्नो क्षितिजलाई। लाग्थ्यो बाटो सुनसान थियो तर आरामदायक पनि थियो। हामी बाटोमा हिँड्दा केही थकित पनि भइसकेको थियो, कतिखेर घर पुगौँला अनि हामीलाई केही भोक पनि लागेको थियो। साथी र मैले सल्लाह गऱ्यौँ, हामी बानेश्वरतिरै गएर एउटा साथी र मैले निर्णय गऱ्यौँ कि बानेश्वरमै गएर खाजा खाऊँ भनेर हामीले एउटा क्याफेमा गएर विभिन्न प्रकारको खाजा खायौँ अनि हामी त्यहीँबाट बिदा भयौँ। धन्यवाद।